पहाडको काखमा लुकेको एउटा मौन संसार छ, बेतानचोक, जहाँ बिहानको पहिलो घामले बादल चिरेर धरतीलाई छुन्छ र हावाले पुराना कथाहरू कानमा बिस्तारै फुसफुसाउँछ। ट्राभल भनेको बेतानचोक हो, बेतानचोकको होमस्टे। अनि भोलि भने चाहिँ हाम्रो अब ट्राभल भनेको चाहिँ नारायणधाम। आफ्नो प्रस्ताव भएर आउँ ल, के कतिको भइरहेछ? मेरो लास्ट चिसो फिल भइरहेछ मलाई गाइज होइन। खुट्टामा साइडमा है, जिउमा साइडमा त तातो छँदैछ होइन, त्यो खुट्टामा खुट्टाको मोजा साइडमा चाहिँ चिसो फिल भइरहेछ। काभ्रेपलाञ्चोक जिल्लामा अवस्थित यो स्थान हरियाली पहाड, खुला आकाश र स्वच्छ हावाको सङ्गम हो। फाइनल्ली पनौतीबाट हाम्रो विश्रामपछि हामी फाइनल्ली हिँडिसकेका छौँ। अब पुलको माथिबाट जाउँ होइन। यसलाई चाहिँ रोसी खोला भन्छ दाइ, पुललाई चाहिँ रोसी खोला भन्छ है। फाइनल्ली अब यहाँ चाहिँ धेरै खानीहरू छ है। नछोडिकन जाउँ दाइ, यो बाटो नछोडिकन जाउँ है गाइज। पछाडि हाम्रो चाहिँ आइदिनु भएको छ हन्टरमा, 350 हन्टर अलिक कुदाउनु पर्यो। हेलो गाइज, अब हामी त लेगालीमा हो आजको होमस्टे भनेको। अब होइन, अब होमस्टेतिर लाग्यो। बेबिक्यू गरेर बारबेक्यूको लागि हामी आगो फ्राई गर्दैछौँ हामी। द्याट इज मी होइन। बाहिर ढ्याक्क पारेर सेट गरेर होइन, स्वाल्याक्क पारेर। यता चाहिँ चिकन किचन रे के, यो चाहिँ यसो मासु मात्रै पकाउने कि, अरू चाहिँ उता भेज उता बनाउँदो रहेछ। अनि भेज र नन भेजको लागि कस्तो मजाको छुट्याइदिएको कि, ढ्याक्क पारेर होइन, मिक्स पनि नहोस् भनेर होइन। आनन्दले टक्क परेर भनेको यसो सिसला तातो फिल भयो। सिजर तपाईँको भयो के भनिदिनुहोस् न त। मलाई तातो फिल भयो, धेरै चिसो छ यहाँ। रमाइलो भइरहेको छ तपाईँलाई होइन त? मजा आउँछ दाइ, चिसो भयो नि मजा छ। मजा आएको छ। यहाँको अर्ग्यानिक फुड भने चाहिँ फर्सी जतातिर पाउने। फर्सी त टिपेर घर लान्छ, शरीरलाई लगाएर दिन्छ। स्टार्ट नभएको भए झन् तनावै हुन्थ्यो। सिट हेरौँ गाइस, सुविधायक कस्तो लागिरहेको छ तपाईँलाई? भवाले लागिरहेको छ, आफ्नै करेसाबारीमा हिँड्दैछु। यहाँबाट देखिने हिमाल, सूर्योदय र सूर्यास्त प्रकृतिका अनुपम उपहार हुन्। बेथानचोक केवल दृश्य मात्र होइन, यो संस्कृति, आस्था र जीवनशैलीको कथा समेत हो। बेथानचोक नारायण थान मन्दिर स्थानीय परम्परा र आतिथ्यताले यहाँ आउने हरेक पाहुनालाई अपनत्वको अनुभूति दिन्छ। यहाँ ट्रेकिङ, क्याम्पिङ, होमस्टे र ग्रामीण जीवन अनुभव गर्ने अवसर पाइन्छ। शहरको भिडबाट टाढा मन र शरीर दुवैलाई विश्राम दिने ठाउँ हो यो।
बेथानचोकमा समय ढिलो बग्छ तर सम्झनाहरू गहिरो बस्छन्। एकपटक आइपुग्दा प्रकृतिसँग नजिक हुने अनुभूति आफै महसुस हुन्छ। यदि तपाईँ शान्ति खोज्दै हुनुहुन्छ, यदि तपाईँ वास्तविक नेपाल अनुभव गर्न चाहनुहुन्छ, त्यसका लागि बेथानचोक तपाईँलाई खुलेर स्वागत गरिरहेको छ।